लज्जावतीको जरा तपाईँले 7-8 दिन 10 दिन खानु, पत्थरी निको हुन्छ। निको हुन्छ। लज्जावतीको जरा 5-7 दिन खायो भने पत्थरिया जान्छ। त्यसपछि तपाईँले खाली पेटमा खाने कि खाना खाएर खाने? खाली पेटमा खाँदा हुन्छ। बिहानै उठेर लज्जावतीको जरा खाने? जरालाई कुटेर जुस बनाएर खाने। कति जरा? 4-5 वटा जरा लिने, त्यसको जुस निकाल्ने, मतलब कुटेर त्यसलाई थिचेर, त्यसपछि त्यो खाने। 7 देखि 10 दिन पनि लाग्दैन, बढीमा 10 दिनै भनौँ। अब त्योभन्दा पनि कतिलाई नजान सक्छ, किनभने वात पित्त र कफमा आधारित शरीरहरू हुन्छ। त्यस्तो अवस्थामा गएन भने काँसको जरा, कथाबासको जरा, लज्जावतीको जरा 3टा मिलाएर फेरि खाना दिने। खाने पत्थरिया जान्छ। अरू एउटा उपचार यो हो। अब त्योभन्दा माथि जानु पर्यो भने, अब बढी रहेछ भने, भनेको 11 mm भन्दा माथि रहेछ भने अब अलिकति कष्टकर हुनसक्छ। कष्टकर भयो भने चाहिँ तपाईँको अलिकति नर्मल उसमा गएर, जस्तै यो हिमालतिर अथवा पहाडी क्षेत्रतिर पाइन्छ यो वन लसुनको जराबाट पनि जान्छ। कतिजनाको मान्छेको पत्थरिया त्यसरी निकाल्नु भएको छ? वर्षमा 400-500-600 जनाको हुन्छ। 400-500-600 जनाको निकाल्नुहुन्छ? अत्यधिक छ अहिले। त्यो जरै खुवाएर हो। हामीलाई भनिदिन्छ कुन खाना खानाले के को सम्मिश्रणले के रोग निम्ति आउँछ? किडनीको पेसेन्ट छ, बिरामी छ, तपाईँ निको पार्न सक्नुहुन्छ? सम्भव छ, एकदम नजिक छ। सकिन्छ। अब कुन अवस्थामा सकिँदैन भने, जस्तै क्रिटेनिन चाहिँ 20 भन्दा माथि नागिसक्यो, त्यस पछाडि गएर यो क्रिटेनिन पछाडि ब्लड युरिया चाहिँ 100 भन्दा माथि नाग्यो भने त्यो बेला 11th आवर मानिन्छ। 11th आवरको बेलामा यो तत्काल मैले भने प्रविधिको विकास हुँदाको क्रममा के गर्न सकिन्छ? प्रविधि, किनभने एक्ज्याक्टली जुन तत्त्व खोजेको त्यही मात्रै दिने हो नि सम्भावना छ। तर हामीले त र नै दिइरहेको छौँ अहिले। रमा त 11-12 वटा इलिमेन्ट त प्राय नै छ। यो अवस्थामा ढिलो समय लिन्छ यसले। 11औं घडीमा पुग्नुभन्दा अगाडिका किडनीका बिरामीलाई तपाईँ निको पार्नुहुन्छ? सहज हुन्छ, तर उसले पथ परहेजमा रहनुपर्छ। पार्नुहुन्छ निको चाहिँ? हजुर, निको हुन्छ। पथ परहेजमा भन्नाले जस्तै आलुलाई रोक्नु पर्यो, काँक्रो रोक्नु पर्यो, दही रोक्नु पर्यो, चना, मटर, भटमास, सातु, अमिला पुरानो अचारहरू, सिसीमा राखेको घिउहरू, यसलाई रोक्नु पर्यो। औँला काटेको पनि, हात काटेको पनि जोड दिन्छ? प्रशस्त उदाहरणहरू छन्। कति समय लाग्छ? क्यान्सरै किन नहोस्, क्यान्सरको घाउमा तपाईँ यो लगाइदिनुहोस्। 7 दिनमा त्यो घाउ निको भएन भने हामी फेरि कुरा गर्नु। ल हेर्नुहोस् है त, लगाउनुहोस् है त। ल म काट्छु, ल आउनुहोस्। हजुर, छोड्नु पहिला जोड्नुहोस् त। जोडिन्छ? पुरा एउटा मात्रै वनस्पति हो, यसमा अरू कुनै मिश्रण छैन। यो होइन त? म दर्शकलाई देखाउँछु फेरि। रगत आएको आएछ, हेर्नुहोस्। हजुर, यसमा कुनै मिश्रण छैन, एउटै मात्रै वनस्पति हो। अझ यसलाई कच्चामा घोटेर लगाउनु भयो भने तपाईँको क्यान्सरको तुरुन्तै। रोग केबाट जन्मिन्छ? रोग चाहिँ भोजनबाट। कस्तो भोजनबाट? वैरुद्ध्य भोजन। भोजन भनेको वैरुद्ध्य भनेको के? वैरुद्ध्य भनेको विरोधी, एक आपसमा तत्त्वहरू जुधेपछि। जस्तै भटमासमा प्रोटिन बढी हुन्छ, त्यसपछि गएर जस्तै दुधमा क्याल्सियम हुन्छ बढी। तपाईँको रोग जन्मिने भनेको दुध र भटमास तपाईँले 15 दिनसम्म लगातार खानुभयो भने पथरिया बन्छ। पथरिया बन्छ? द्याट इज फर स्योर। प्र्याक्टिकल्ली हेर्दा हुने कुरा। अब त्यसको तत्काल उपचार के त? भन्नुहोस् त। तत्काल उपचार के भन्दाखेरि तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहीँको वनस्पतिबाट प्रयोग गर्न जान सक्नुहुन्छ। त्यो भनेको जस्तै